त हरि हजुरदेखि चिप्लेको चिप्ले गरेर ल्याङ भयो हाम्रो त कस्तो सही बाटो हो यो धुलो यो बाटो। सो गाइज वेलकम ब्याक टु आवर न्यू ब्लग। सो आजको ब्लगमा हजुरलाई मनैदेखि स्वागत छ। आजको ब्लगमा चाहिँ हामी विशाल र म चाहिँ भएर हामी सिजी टेम्पलसम्मको यात्रा छ आज हाम्रो बाइकमा सट्टा सुपर स्प्लेन्डरमा देख्न सक्नुहुन्छ। लागेको बिहान बिहानै अहिले चाहिँ 7:30 भइसक्यो। सो हाम्रो ब्लग लास्टसम्म हेरेर इन्जोय लिनु होला। के कस्तो हुन्छ हामीहरूले हजुरलाई सेयर गर्ने छौँ। सड्डा लगाएर सड्डा विशाल सर हामी। सो ल आजको हाम्रो यात्रा सुरु हुन्छ ल। सो गाइस यस्तै छ हाम्रो नेपालको सडक। बाटै छैन कि यो चाहिँ हाम्रो यता पुरानो के कल कारखाना हो। त्यो टडक दादा आउनुभयो हामी आफ्नो तलतिर लाग्यौँ। किङ हो नि त बाटोको राजा। त्यही पनि हाम्रो सुपर स्प्लेन्डर नि कम छैन राजा भन्दा। कति किरकिर आउँदैन त बाटो चाहिँ हामीले प्राप्त गर्न सफल भएका छौँ। बाटो हामी लागेर हाम्रो मामा प्यारो मामा हाम्रो मामा गदिन सक्नुहुन्छ क्या। मामालाई बाई गरिदिउँ मामालाई बाई गरेर बाई गर्नु त्यत्रो झ्याल ढोका प्ले गरेर यु क्यान सी हामीले चाहिँ ऊ ल्यागौँ हाम्रो विशाल सरजी हुनुहुन्छ। हामीले रेनकोट ल्याएको थियौँ। एउटा नलाउने धुलो जाँडा हुन्छ त्यहीँबाट लाउने भनेर चाहिँ हामीले धुलो यहाँबाट छ। अब यस्तो धुलै धुलो छ नि त बाटो देख्न सक्नुहुन्छ। सो हामीले चाहिँ अब यो लगाउँछौँ हेर्दै जानु होला कस्तो हुन्छ। सो यता विशालजीले लाउँदै हुनुहुन्छ। यता मैले पनि लगाइसकेँ। हरि हजुरदेखि किनकि यो धुलो बाटोमा धेरै लाउनै पर्छ। सो हामीले लगाइसक्यौँ। मास्क लगाएर हामी चाहिँ हाम्रो यात्रा फेरि पनि सुरु हुन्छ। हो जम्पर बस्दा ठाउँ खतरा खतरा जाम परेछ यार बाटो। गाइस लास्टै हिलो गराएछ यार हिँड्नै नसक्ने गराएछ। बाइकको यता चिप्लेको चिप्ले गरेर ल्याङ भयो हाम्रो त। यस्तो सही बाटो कि खोलो खतरनाक भएछ यार गाइडहरू यार। कहाँबाट कुरो लागिदिन्छ कि यार यस्तो यार बुटल नारायण घाट सडक खण्ड जतिको खराब बाटो यार केही छैन यार। We'll go through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go through the wastelands, through the highways, and on. अगाडि केही देखिँदैन के यस्तो बाटो सो गाइज अहिले चाहिँ हामी अब यहाँ काबसुती आउनु थाल्यो। यहाँ यस्तो छ हालत एकदम बुढिया छ। विशालको हालत नि यस्तो छ। बाटो एकदम धुलै धुलो छ गाइज यस्तै छ। हामीले त बाटो एकदम खत्तमै छ कि यहाँदेखि त बरु अलिअलि ठिकठाक छ। उता त्यो दाउनेतिर बर्दाघाटतिर त टायर त पुरै गर्छ। सो गाइज अहिले चाहिँ हामी जस्तो सिजी पुग्यो भर्खरै 11:54 पुग्यो क्या।
यो चाहिँ सिजी एकदम बाटो ठिकै त भन्नु मिल्दैन एकदम बिग्रेको थियो त्यही पनि हामी जनतन आइयो अब सिजीभित्र कस्तो छ हामी हेर्छौँ अहिले हामीलाई सही गाइज अहिले चाहिँ हामी जस्ट सिजी टेम्पलभित्र आइसक्यौँ टिकट सिकेट काटेर रोकिन मैले भनिसकेँ क्या सो विशाल यता हुन्छ यताको भ्यू चाहिँ खतरा till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go through the मन्दिर चाहिँ सही है चाहिँ राम्रो छ घुम्न आउनु अब त यहाँबाट आएको छ क्या गाइस सिस्टम कडा है यताको फुल यो देख्नु घामको गणेश ए गौतम दादा स्वरमा हिँड्न मनै छ माथि यो भित्र मन्दिरभित्र जानु पाइने हुन्छ सो गाइज यही नै हो सिजी टेम्पल भन्ने चाहिँ त्यस्तो खास त छ अब यहाँ कलाकृतिहरू सबैको आफ्नो विशेषता छ यही हो हामी चाहिँ अब घुमेर भ्याएको छैन अब चाहिँ हामी निस्किन्छौँ फेरि बस्दैनौँ परमेश्वर आए प्रभु सोधेर छ हेर्नुहोस् तिर एउटा त्यो हेर कि बाहिरको आएको सो गाइज यस्तो सजेर यु क्यान till my shadow turns to sun rays, and on we'll go through the wastelands, through the highways. सो गाइज अहिले चाहिँ हामी अब सिजी टेम्पल घुमेर बाहिर निस्किसकेको विशाल तपाईँले कस्तो लाग्यो सिजी टेम्पल मलाई त केही लागेन विशाललाई पहिला पनि आएको भएर केही नलाग्यो मलाई चाहिँ यहाँको कलाकृतिहरू सबै मन पऱ्यो त्यहाँ एकमुष्ट लुक्स चाहिँ सबै राम्रो छ त्यो भएर पनि आउनु सक्नुहुन्छ कावासोतीदेखि अलि माथि बुढोल जाने रोडतिर यहीँ नै हो धेरै ठाउँमा त छैन यति थोरै हो हस् त गाइज अब हामी चाहिँ निस्किनु पर्ने हुन्छ बुढोल यहाँदेखि टाढा नै छ सो 95 किलोमिटर छ सो हस् त Thousands, and we'll grow in number, fueled by them to see the horizon, turn us to thousands, and on we'll go through the wastelands, through the highways, till my shadow turns to sun rays, and on we'll go through the wastelands, through the highways, and on. यस्तो खराब बाटो है यार यता यार आइ फसा भयो हामीलाई त गाइज अहिले चाहिँ हामी यस्तो रेस्ट गरेको हामी यता देख्दा खानु थाल्यो हामी कति आज कति किलोमिटर ट्राभल गऱ्यो भने 159 180